हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ यहाँहरू सम्पूर्णलाई। आज चाहिँ म होइन टक्क लगाएर यो गोल चुलोमा चाहिँ अन्डा करी बनाउन जाँदैछु है। सो यहाँ चाहिँ गोल अङ्गारहरू चाहिँ सल्किसकेको छ। कराई बसालेपछि यसमा लगभग 1 लिटर जति पानी हाल्नु। कतिवटा अन्डा चाहिन्छ त्यो अनुसारले चाहिँ अन्डा तयार पार्नु हैन। अनि आलु पखालेर कति राख्न चाहनुहुन्छ आलु 6वटा अन्डा चाहिँ रेडी भएको छ। अनि आलु चाहिँ कति चाहिन्छ त्यो अनुसार अन्डा सहित आलुलाई चाहिँ उसिन्नु पर्छ। यसरी अन्डा र आलु पानीमा हालिसकेपछि थोरै मात्रामा नुन हाल्दिनु। नुन हाल्यो भने अलि छिटो पाक्छ। त्यसपछि ढकनीले छोपिदिनु हैन, ठक्क लगाएर। उता आलु र अन्डा उसिन्दै गरेको अवस्थामा चाहिँ तपाईलाई चाहिने हरियो प्याज र हरियो लसुन लिएर आएको छु है। सो यो चाहिँ तयार पार्दै गर्दा एकदम बेस्ट हुन्छ। सो लसुन पनि अब लसुन चाहिँ यस्तो गर्छु म, लसुनको चाहिँ सुकेको लसुन छैन। सुकेको लसुन नभएको कारणले यसैलाई पिनी हो कि सानो टुक्रा पारेर यसैलाई पिन्छु। त्यो कटिङ गरेको हरियो लसुनको पोटी चाहिँ यहाँ सिलौटोमा हालेर हैन, थोरै मात्रामा जिरा हालेर आफूलाई कतिको पिरो खान मन लाग्छ त्यो अनुसार खोर्सानी हाल्ने। अनि अदुवाको टुक्रा पनि हाल्न सक्नुहुन्छ। जिरा चाहिँ बनाउने यस्तो जिरा पिरा हालेर एकदम सही। अब चाहिँ तपाईहरु चाहिँ गोलभेडा कटिङ गरेर राख्नुपर्ने हुन्छ। गोलभेडा पनि आवश्यक छ हामीलाई हैन। गोलभेडा चाहिँ अलिकति अरु तरकारीमा भन्दा चाहिँ अलिकति बेसी हाल्नुपर्ने हुन्छ। ल अन्डा र आलु चाहिँ उसिनिसकेको छु हैन। अब यो आलुलाई चाहिँ चिसो पानीमा हाल्नुपर्छ। एकचोटि चिसो पानीमा हाल्नु पर्यो। हाम्रो चाहिँ आलु र यसरी केलाएर आलु र अन्डा चाहिँ यसरी केलाएर टक्क रेडी पारेको छ है। सो अब आलुलाई चाहिँ कटिङ गर्छु म। ल आलु चाहिँ यसरी कटिङ गरेर टक्क अन्डा पनि हैन अब फ्राई गरेर अन्डा करी बनाउन बाँकी। अब अन्डा करीको चाहिँ सबै रेसिपी तयार भइसक्यो। ल कराई चाहिँ तातिसक्यो। अब तेल चाहिँ अलि बेसी नै हाल्नुपर्छ है। हाम्रो चाहिँ तेल पनि तातिसकेको छ। अब चाहिँ अन्डा फ्राई गरौँ है त। अन्डा चाहिँ यतिको चाहिँ हैन, हल्का रातो हुने गरी चाहिँ फ्राई गर्नुपर्ने हुन्छ। त्यसपछि निकाल्नु पर्ने हुन्छ। त्यसपछि चाहिँ यसरी आलु हाल्नुपर्ने हुन्छ। अन्डा चाहिँ यता फ्राई छ, यता चाहिँ आलु यसरी। अब आलुको उसिनेको आलु कटिङ गरेर चाहिँ फ्राई गर्नुपर्ने हुन्छ। यसरी आलु फ्राई गरिसकेपछि आलु पनि निकाल्नुपर्ने हुन्छ। आलु फ्राई निकालिसकेपछि प्याज हालौँ। अब प्याजलाई पनि मजाले फ्राई गर्नुपर्ने हुन्छ। त्यसपछि गोलभेडा र यो खोर्सानी, जिरा, अदुवा, लसुनको मिश्रणलाई चाहिँ यसरी अब चाहिँ हामी गोलभेडालाई फ्राई गर्छौँ। हालौँ।
गोलभेडा छिटो पाक्नको लागि चाहिँ नुन हालौँ, बेसार पनि हालौँ, मसला, त्यसपछि सबै हालिसकेपछि यसरी चलाउँ। गोलभेडा यतिको पाकिसकेपछि अब यो अघि फ्राई गरेको सबै हालौँ, यसलाई चलाउँ। त्यसपछि थोरै ग्रेभी बनाउनको लागि पानी हालौँ, धेरै पनि नहालौँ, ठिक्क। त्यसपछि हरियो लसुन र धनियाँको पात हालिसकेपछि अन्डा करी चाहिँ रेडी भइसकेको छ है। मेरो अन्डा करी बनाउने तरिका चाहिँ यस्तै रहेको छ। तपाईँहरूको कस्तो छ? सो आजको लागि अन्डा करीको रेसिपी सहित पकाउने तरिका सम्पूर्ण चाहिँ यति नै रहेको छ। आगामी नेक्स्ट भिडियोमा भेटौँला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई।